ल यार साथीहरु यो गन्स एन्ड रोजेस भन्ने चाहिँ हैन वर्ल्डको सबभन्दा ठुलो रक ब्यान्ड बन्न लागिसकेको थियो है। यिनीहरु त हैन त्यो मेटालिका लेड जेभलिन भन्दा ठुलो रक ब्यान्ड बनिसकेको थियो हैन। तर यिनीहरुको ओभरडोजको कारणले हैन यिनीहरु त वर्ल्डको सबभन्दा डेन्जरस ब्यान्ड बन्दिरा भने मान्छेहरु त यिनीहरुदेखि डराउन थाल्दिरा है। किनकि यिनीहरुले जहिले ओभरडोजमा कन्सर्ट गर्थ्यो है अनि स्टेजबाट हामफालेर मान्छेहरुलाई झापड हान्दिने हैन। झापड किन हाने भन्दा फेरि त्यो मान्छेले हैन यिनीहरुको कन्सर्टको भिडियो खिचिरहेको थियो त्यही भएर रे। आजकलको कन्सर्टहरुमा त है सबले भिडियो नै खिचिरा हुन्छ हैन। तर 1991 मा त हैन यस्तो थिएन नि त हैन। 1992 मा हैन मेटालिकाहरुले यिनीहरुको लागि कन्सर्ट ओपन गरेको थियो है। त्यो गन्स एन्ड रोजेस दाइहरु त हैन बौलाएर स्टेज भत्काइदिएर हैन सब डिस्ट्रोय रक एन्ड रोल गर्दिरा भने अनि यस्तो भएपछि त मान्छेहरु त भागाभाग हुन्छ नि त हैन। Turn over cop cars. यिनीहरुलाई त्यसपछि पुलिस केस लाग्यो अनि फाइनली त्यो दिन आयो हैन। त्यो दिन चाहिँ हैन गन्स एन्ड रोजेस फाइनली कोल्याप्स हुन लाग्यो है। किनकि स्टेजमा एक्सेल रोज दाइ र हैन स्ल्याश दाइको झगडै पर्न लाग्यो नि त। I said he cut his hand. Yeah, okay, you're stoned. What did I say? I'll kick you right now. I didn't say that. अनि स्ल्याश दाइले हैन छोड्दिन्छु यस्तो गन्स एन्ड रोजेस भनेर स्ल्याश दाइ आफ्नो बाटो लाग्यो हैन। अनि एक्सेल रोज दाइको पनि गीत गाउने पावर सक्यो नि त हैन। 1995 मा गन्स एन्ड रोजेस डिसअपियर भइसकेको थियो वर्ल्डबाट। 2000 मा हैन गन्स एन्ड रोजेस फेरि आथ्यो तर त्यसमा स्ल्याश दाइहरु कोही पनि थिएन हैन। गन्स एन्ड रोजेस इज ब्याक भनेर आथ्यो नि। गन्स एन्ड रोजेस इज ब्याक बट एक्सेल रोज दाइको भोकल इज नट ब्याक साथीहरु। त्यहाँ गीत सुन्नु न कसरी गाथ्यो।